म डराएर भाग्ने मान्छे हो र? म डराएर भाग्दिन। म अरू जस्तो कायर हुँदै होइन। आमा कसम म भाग्दिन भन्दै 2-3 दिन पहिला मात्रै विभिन्न मिडियामा बोलेका दुर्गा परसाई अहिले फरार रहेका छन्। पहिला प्रचण्डले व्यवस्था परिवर्तन गर्नलाई जङ्गल पसे जस्तै दुर्गा परसाई पनि अहिले कता पसे कसैलाई पत्तै छैन। प्रहरीहरूले अहिलेसम्म भेट्न सकेको छैन। तर दुर्गा परसाईले भर्खरै मात्रै आफ्नो फेसबुकमा पोस्ट गर्दै भनेका छन्, म भागेर कतै पनि जान्न। म फर्केर आउँछु, तर म एक्लै आउन्न। म भ्रष्ट र दलालहरूको मलामी पनि लिएर मात्रै फर्किन्छु भन्दै उनले भर्खरै मात्रै पोस्ट गरेका छन्। उनका अनुसार उनी कायर होइनन्। अब उनी आगो जस्तो बनिएर भ्रष्ट र दलालहरूसँग लड्नको लागि छिटै आउने बाचा समेत गर्दै फेसबुकमा यस्तो पोस्ट गरेका छन्। तपाईहरुलाई उहाँको कुरा कस्तो लाग्यो? तल कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया व्यक्त गरिदिनुहोला।